हेर्नु होला साथी हो, यसपालि चाहिँ टमाटरले चाहिँ मलाई पनि राम्रै खुवाउने रहेछ है साथी हो। यति हेर्नु रातै 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 पाकेको छ। 3 दिन भयो टमाटर टिपेको, फेरि पनि यस्तो रातै भएको छ। अब म टिप्दैछु यसलाई। अब फेरि 3 दिनमा यस्तै पाक्छ, यस्तै पाक्छ। यो मसिनो खालको चेरी टमाटर चाहिँ यति धेरै फल्ने, यति धेरै फल्ने। हेर्नु कस्तो दामी छ। जति टिप्यो त्यति पाक्छ, जति टिप्यो त्यति पाक्छ हो। ल यत्रो टिपिसकेछु। 3 दिन मात्रै भयो टिपेको, फेरि पनि रातै भएर पाकिसकिहालेछ। आफ्नो मेहनत भनेको आफ्नै ताजा फ्रेस खान पाइने। हेर्नु यति धेरै फल्दो रहेछ। पहिलो 2-3 साल भयो होला, पहिला पनि यस्तै फल्ने। अनि त्यही भएर रहर लागेर यसपालि पनि रोपेको थिएँ। रातै आउँदा जाँदा यो सुप भन्ने चाहिँ फुल्दैन नि यति छिटै। सबै फुल अब यसको मसला खानुपर्छ। कति छ पाकेको, कति टिप्न पनि रहर लाग्दो। हेर्नु वाह, हामी 2 घर त छौँ यहाँ त, दाजुहरूको घर र हामी। यति ओखाइ पोखाइ हुन्छ यसपालि फ्लोजनमा हालेर राख्ने अनि खाने। यति धेरै छ पाकिरहेको। हेर्नु यस्तो गाँठा पारेर फल्ने फेरि के फलाइ पनि यसको यति गाँठा कस्तो दामी फलेको छ। यसपालि चाहिँ यो मसिना टमाटरले दर खुवाउने रहेछ हामीलाई पनि। यस्तो धेरै फलेको छ, पाकेको छ। पुरै 3 दिन भयो टिपेको, फेरि पुरा पाकेर पुरै पाकेको छ। हेर्नु त रातै पाकिसकेको छ। 3 दिन मात्रै भयो टिपेको, फेरि टिप्ने बेला भइहाल्यो। यहाँ यति टिपेको छु, अझै टिप्छु। यसपालि चाहिँ मेरो पनि यो मसिना खालका टमाटरले राम्रै खुवाउने पर्यो। रातै भएर पाकेको छ, यस्तो धेरै फलेको छ। भित्रभित्र यति धेरै फलेको छ, यति धेरै फलेको छ। हिजो अस्तिको दिन टिपेको, फेरि रातै भएर पाकिसकेछ। यतापट्टि पत्ताले छोपेरै देख्न चाहिँ राम्रो नदेखिने रहेछ। यति धेरै फलेको छ नि, यति धेरै फलेको छ। यति लामो केस्रा लागेको छ। हेर्नु त यस्तरी जम्मै पाक्नु भने यति राम्रो देखिँदैन।